हामीले यसको विशेष गरी जनसाधारणको सुविधाको निम्ति अनि यो अहिले लकडाउनको पिरियडमा गाडीको चलाचल पनि कम्ती छ र यही मौका छोपेर हामीले ट्राफिक ओसीसँग पनि बात मार्यौँ र यहाँनिर सरकारले काम भएको देख्नु हुँदैछ। यसमा एकदमै सजिलोसँगले काम गरिराख्नु भएको छ। काम गर्नेलाई पनि एकदम सुविधा छ। पुलिस प्रशासनले पनि यसरी ड्युटी दिएर ट्राफिकले दिएर एकदमै गाडीको चलाचललाई बन्द गरेर राम्रोसँगले काम गर्नु दिइरहेको छ। र यो बाटो चाहिँ विशेष गरी एकदमै फाल्टाखुल्टी भइरहेको थियो। हामीले बिचमा सिसी ढलाइ गरेको तर त्यति बेला पानी परेकोले गर्दा केही दिनमा नै त्यो फेरि भातमुङ्ग भयो र अहिले घरि चाहिँ हामीले यसलाई पोटस गरेर फिनिस गरेर राम्रोसँगले फुल कार्पेटिङ गर्दैछौँ, जसले गर्दाखेरि यो मोटर स्ट्यान्डको सम्पूर्ण भागमा यो देश गुरुङ रोडको बाटोमा अनि तपाईँको गएर मेन रोड नारायण दासको बाटो अनि स्ट्रबेरीलाई लिएर चाहिँ विशेष जहाँनिर चाहिँ एकदमै बेसी बाटोहरूको अवस्था चिन्ताजनक भएको थियो यो कुरालाई लिएर चाहिँ हामीले नगरपालिकाको तर्फबाट हामीले एउटा यो डिपार्टमेन्ट रिपोर्ट चाहिँ अस्तिको दिन थालेको छ। यहाँनिर मान्छे कन्फ्युजन हुँदादेखि त नगरपालिकाले बाटो बनाएन भन्छ, तर यसमा केडी विभागले पनि बनाउनुहुन्छ, पिडब्ल्युडीको अन्डरमा पनि छ, नगरपालिकाको अन्डरमा पनि छ र विशेष गरी मेन रोडदेखि लिएर नारायण दास स्ट्रबेरीको लाइनहरू सिधा जुन चाहिँ मेन लाइन छ त्यो लाइन विशेष गरी यो पिडब्ल्युडीको नै पर्छ र पनि अब हामीले अब मान्छेको सुविधा हेरेर अब डिपार्टमेन्टलाई किन पर्खिरहने, सक्दो हाम्रो कालिम्पोङ नगरपालिका जुरिडिक्सन भएकोले गर्दाखेरि चलाचल गर्ने यातायात गर्ने पेसेन्जर्सलाई देखेर हाम्रो चालक दाजुभाइदेखि लिएर हामी स्वयंलाई पनि हिँड्दा अप्ठ्यारो अनि मानिसहरू यसरी पैदल हिँड्दाखेरि पनि खाल्डाखुल्डीमा खुट्टा बिग्रिने भएकोले गर्दाखेरि हामीले डिपार्टमेन्ट त्यो डिपार्टमेन्ट र यो डिपार्टमेन्ट भनेर हामीले नसोचेर चाहिँ हाम्रो प्राथमिकता कसरी दिनुपर्छ कहाँ दिनुपर्छ भन्ने कुरालाई सोच राखेर चाहिँ हामीले यो बाटोहरूलाई चाहिँ बनाउन थालेको छौँ र विशेष यो बाटो बनाइँदाखेरि कसैले पनि यसमा हस्तक्षेप नगरिदियो है, राम्रोसँगले राम्रो ढङ्गमा बाटो बनिनुपर्छ र यो एउटा डिपार्टमेन्टले वर्क भएको कसैले पनि खिचातानी नगरिदिने र यो काम गर्दाखेरि बरु कहाँनिर राम्रोसँगले काम भएको छ भने त्यो कामलाई चाहिँ निगरानी राखेर बरु हामीलाई खबर गरिदियो भने चाहिँ हामी यो कामलाई राम्रो अन्जाम दिन सक्छौँ र यसको निम्ति नै मेरो इन्जिनियर्सहरू पनि मन्दिर समृद्धि म्याडम पनि यहाँ लगातार आइरहनु भएको छ, अहिले पनि आइरहनु भएको छ, हाम्रो निमेशज्यू पनि काउन्सिलर आउनु भएको छ, म स्वयं आएको छु र यहाँनिर यो कामलाई चाहिँ हामीले राम्रो होस् भन्ने हेतुले नै योलाई चाहिँ अलिकति हामीले सुपरभिजन हाम्रै आफ्नै अन्डरमा भएकोले गर्दा हामीले नै सुपरभाइज गरेर आएको छ। र जुन यो पानीको पाइपहरूले गर्दा रोडमा हुन्छ नि, यसमा पनि के मेसेज दिनुहुन्छ तपाईँले? यो बाटो बनाउँदैछु विशेष गरी बाटो बिग्रिनुको कारण चाहिँ पानीले नै गर्दा हुन्छ र पिएचई विभागलाई हामीले लगातार यो कुरा भनिरहेको छौँ। जति पनि जग्गामा हामीले यो खाल्डाखुल्डी भएको छ विशेष चाहिँ पानीले नै बिगारेको छ र जो उनीहरूको रेसिडेन्सियल लाइन हुन्छ, घरमा प्राइभेट लाइन हुन्छ, त्यो पानीको पाइपलाई चाहिँ उहाँहरूले राम्रोसँगले मेन्टेनेन्स नगरेको गर्दा लिकेजले गर्दाखेरि यो बाटो बिग्रेर गएको छ। उहाँहरूलाई पनि हामीले मिडियामा पनि बतायौँ, पिएचई डिपार्टमेन्टलाई पनि भने पिएचई डिपार्टमेन्टले हिजोदेखि हरकतमा आएर कतिवटा लाइनहरू बनाउनु हुँदैछ र कतिवटा यो लिकेजहरू पनि देख्यौँ र हामी आग्रह गर्छौँ जसको लाइन यो बाटो बनाउँदाखेरि जहाँनिर पानी लिकेज आज पनि देख्दैछौँ, हामीले आज अन्तिम तपाईँहरूलाई विशेष हात जोडेर भन्दैछु, तपाईँहरूले आज नै यो लाइनहरूलाई चाहिँ ठिक गरिदिनुहोस्, नत्र भने भोलिदेखि पिएचई डिपार्टमेन्टलाई हामीले भनिसकेको छौँ त्यो लाइनहरूलाई चाहिँ हामी कटिङ गरेर काटेर चाहिँ त्यहाँनिर सकेट लगाएर पुरिदिन्छौँ। त्यसको बादमा तपाईँले यो बाटो भत्काउने पर्मिसन पनि पाउनु हुँदैन र पानीदेखि पनि तपाईँ वञ्चित हुनुहुन्छ र यो कुरालाई तपाईँले याद गरेर जनताको सुविधाको निम्ति तपाईँले आफ्नो सुविधालाई मात्रै नहेरेर चाहिँ निसादा भाउले आफ्नो यो जुन चाहिँ मेन्टेन गर्नुपर्छ त्यो पानीको पाइपहरूलाई चाहिँ झट्टभन्दा झट्ट आजभित्रमा मर्मत गरिदिने म निवेदन गर्छु। धन्यवाद।